मैले आज के गर्दैछु भने कसरी यो डिफरेन्ट कलरहरूले हिट एब्जर्प्सन क्यापेसिटी पनि डिफरेन्ट हुन्छ भन्ने प्र्याक्टिकल गर्नको लागि हामीले गइराखेका छौं। यो एक्टिभिटिज क्लास 8 मा छ र त्यसको लागि हामीले तीनवटा थर्मोमिटर ल्याएको छौं। तीनटा थर्मोमिटरमा 26 डिग्री सेल्सियस टेम्परेचर देखाइराखेको छ। शान्तनुले यति मेहनत गरेर यो सानो प्रोजेक्ट बनाएर ल्याएको छ। अब हामी त्यसमा राख्दै छौं तीनटैमा र केही छिनसम्म हामी छोड्दिन्छौं। केही छिन पछि यसमा हेर्छौं कि कति कति टेम्परेचर भयो भनेर। यो डिफरेन्ट तीनटा कलरको छ, एउटा कालो छ, अर्को व्हाइट छ र अर्को हल्का ब्राउन कलरको छ र यो तीनवटा डिफरेन्ट टेम्परेचरले कसरी हिट डिफरेन्ट टाइपको एब्जर्भ गर्छ र सोही अनुसारको रेडिएट पनि गर्दछ। त्यसैले त्यो हामी हेर्न गइराखेको छौं। त्यसको लागि यो सानो प्रोजेक्ट वर्क हामी तयार पारेका छौं। यसपछि केही छिनपछि हामीले फेरि कति टेम्परेचर भयो भन्ने कुरा फेरि हामी यसलाई हेर्नेछौं। अहिलेको लागि यसलाई घाममा राख्छौं। सुरुमा कति थियो? 26। सबैको कति थियो? 26। अहिले घाममा राखिदिएपछि यो व्हाइटमा आएको छ यो 30। कति आएको छ? 30। र यसमा आएको छ 36। कति छ? 36। यसमा 31। त सबभन्दा कम हिट एब्जर्भ कसले गर्यो? व्हाइटले। सबभन्दा बढी कसले? ब्ल्याकले। र बीचमा कसले? ब्राउन। यसरी हामीले हिट एब्जर्प्सन कलरमा पनि भर पर्छ भने हामी एउटा एक्टिभिटिज गरियो। ठीक छ? सबैले बुझेको हो? ल, धन्यवाद।